जोजोलपा तारेमा पासपी अहिले चिसो महिना पनि आइसक्यो। अब चिसोलाई नेपाल भाषामा के भन्छ हामी हेरौँ है त। त्योभन्दा अगाडि यो स्क्रिन अलि ठुलो पार्छु म ताकि तपाईहरुलाई हेर्न सजिलो होस्। चिसो त्यसलाई नेपाल भाषामा फौं भन्छ। फौं कस्तो चिसो भन्नु पर्यो भने ग यौ य उ गयौ फौं। चिसो छ भन्नु पर्यो भने फौं से चो फौं से चो। अब हामीले चिसो हावा आयो भन्नु पर्यो भने चिसो हावा आयो फौं से फे वल फौं से फे वल। फे अर्थात हावा, आयो अर्थात वल। गर्मी महिनामा हामीले कोल्ड ड्रिंक्स ल्याऊ भन्नु पर्यो भने चिसो ल्याऊ भन्छौं हामीले चिसो ल्याऊ। फौं हजी ल्याऊ अर्थात हजी। यदि तपाईहरुलाई कुनै सेन्टेन्स अथवा केही वर्डहरु सोध्न मन लागेको छ भने तपाईले मलाई यो वेबसाइटमा सोध्न सक्नुहुन्छ। तिमला ज भनेर गुगलमा टाइप गर्नु होला। यो टाइप गरिसक्नु भएपछि फर्स्टमा युट्युब च्यानल आउँछ, त्यसपछि सेकेन्डमा यो वेबसाइट आउँछ agentakash.com/timlaj भन्ने। यो वेबसाइटमा आइसकेपछि यहाँ agentakash.com/category/नेपालभाषा भन्ने छ। यो यसमा क्लिक गर्नु भएपछि थुप्रै नेपाल भाषाको त्यो कन्टेन्टहरु आउँछ, नेपाल भाषा सिक्नको लागि कन्टेन्टहरु आउँछ। त्यो कुनै पनि पेजमा गएर कमेन्ट गर्दिन सक्नुहुन्छ। तलपट्टि कमेन्ट आउँछ, कमेन्ट सेक्सन हुन्छ। जस्तै फर एक्जाम्पल यसमा मैले क्लिक गरे, त्यसपछि यो पेज खुल्यो। अब फर एक्जाम्पल यसमा क्लिक गरे, यो पेज खोलिसकेपछि तलपट्टि आउनु होला। तलपट्टि यहाँ कमेन्ट सेक्सन छ। यहाँ कमेन्टमा कुनै पनि क्वेशन सोध्न सक्नुहुन्छ, म सक्दो छिटो रिप्लाई गर्नेछु। त्यस्तै नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने यो वेबसाइट चेक गर्नु होला agentakash.com/english to devanagari।